हेलो गुड आफ्टरनुन सबैजनालाई। हेर्नुहोस् है, अस्तिको बेगुनिया यत्रो यत्रो भएको छ। यो अस्ति चाहिँ सानसानो टुसाहरू थियो, यिनीहरू चाहिँ यत्रो भएको छ। तपाईँहरू पनि रोप्नुहोस् यो फुल। अब त बजारमा पाउँछ तर अलिक महँगो पाउँछ हो। मैले चाहिँ यो बल्ब लिएर चाहिँ मैले चाहिँ 50 रुपियाँ गोटा लिएको थिएँ। हुनु चाहिँ यो डबल हो कि सिङ्गल हो मलाई पनि याद छैन। यो फुल यति दामी फुल्छ। अझै अब यहाँ हाम्रोमा त अलिक गरम छ र हो। अन्त माथि विन्टर जहाँ चाहिँ चिसो जग्गा छ त्यहाँ त कस्तो दामी फुल्छ। रोजभन्दा कमी हुँदैन यो फुल। तपाईँहरू पनि रोप्नुहोस्। अनि अस्ति मैले त्यो जुन गड्डी फुल अर्को कुन चाहिँ कलर होला भनेको थिएँ त्यो पनि हेर्नुहोस् ल। अस्तिको चाहिँ यो हो भने चाहिँ यो अस्ति मैले यो चाहिँ कुन चाहिँ कलर भने यो रहेछ कलर हो। यस्तो मजाले फुलिरहेछ। अस्ति अपडेट दिनुपर्ने थिएँ मैले है, अस्ति भन्ने थिएँ मैले नभ्याएर नि। हेर्नुहोस् त कपिला मजाले लागिरहेछ हो। अन्त यहाँ अनि यहाँ पनि चाहिँ एउटै यो अर्कै कलर हो। यो अर्कै कलर हो। यो चाहिँ प्योर व्हाइट हो है, देख्न सक्नुहुन्छ तपाईँहरूले। खै यो हावा आएर पुरा उयो भयो नि। यसको चाहिँ यति मात्रै कपिला लागिरहेछ, हेर्दा चाहिँ सेम देखिरहेछ। यो चाहिँ प्योर व्हाइट रहेछ। अब यो कलर चाहिँ कुन चाहिँ हो, यसको चाहिँ बर्ड पनि लागेको छैन, कपिला पनि छैन हो। अन्त अब यो चाहिँ भोलि पर्सि देखाउँछु है त म। यो दुईवटा रहेछ मेरोमा। अनि तपाईँहरूकोमा फुल्यो कि फुलेन, यस्तो फुल्छ कि छैन भन्नुहोस्, कमेन्ट गर्नुहोस् है। अन्त सब्सक्राइब गरिदिनुहोस् जतिजनाले हेर्नुहुँदैछ। भ्यू त मजाको आउँदैछ तर सब्सक्राइबै छैन, कमेन्टै छैन मेरो भिडियोमा। थ्याङ्क यू फर वाचिङ, बाई बाई।